अब यो भन्दाखेरि मैले गाली पनि खान सक्छु होइन। महानायक असली महानायक जो हुनुहुन्छ राजेश हमाल, उहाँको फिल्म भन्दा महानायक जसले चाहिँ महानायक भन्दा गाली खानुहुन्छ दीपक राजगिरी, उहाँको फिल्म चाहिँ सिरिज नै चलिरहेको छ होइन। अब रह्यो कुरा फिल्म चल्ने कुरा होइन, महानायकको उपाधिले फिल्म चल्छ भन्ने हुँदैन। महानायकको उपाधिले मात्रै फिल्म चल्ने भए इन्डियामा पनि अमिताभ बच्चनको फिल्म सबै सुपर डुपर हिट हुनुपर्ने हो होइन। त्यो भन्न मिल्दैन। फिल्म चल्ने भनेको स्क्रिप्टमा भर पर्छ, डिरेक्टरमा भर पर्छ र त्यसपछि बल्ल सिनेमाटोग्राफी, त्यसपछि बल्ल एक्टर एक्टिङ, यो चिजहरूले इम्प्याक्ट पार्ने हो र लास्टमा मार्केटिङको कुरा आउँछ। र मार्केटिङमा मलाई लाग्छ उपाधि पाएर गाली खाएका महानायकले जति राम्रो मार्केटिङ अरू कसैले गर्छ जस्तो म मान्दिनँ नेपालको कन्टेक्स्टमा अहिले हेर्ने भने। बिकज उहाँले जब तितो सत्य छोडेर अथवा टिभी सिरियल छोडेर आउनुभयो जब फिल्म लाइनमा, उहाँ आएदेखिकै उहाँका फिल्म जति पनि चले अथवा बनाउनु भयो ती सबै फिल्म सुपरहिट छन्। त्यहाँबाट पनि बुझ्न सकिन्छ कि उहाँ मार्केटिङमा चाहिँ पोख्त व्यक्ति हो, मार्केटिङ गर्न चाहिँ जानेको मान्छे हो र विषयवस्तु कथावस्तुलाई पनि उठाउन सक्ने मान्छे हो। समाजमा घटिरहेका घटनाहरू, समाजमा भइरहेका चिजहरू होइन, त्यो चिजलाई उठान गरेर कथामा लेख्न सक्नु पनि उहाँको एउटा कला नै मान्छु म। अब राजेश हमाल हाम्रो महानायक राजेश हमालजी भनेको एक्टर हो, उहाँ डाइरेक्टर होइन, उहाँ प्रोड्युसर होइन, उहाँ चाहिँ नितान्त एक्टर हो। उहाँले नेपाली फिल्मी जगतलाई आफ्नो काँधमा लिएर विगत 25-30 वर्षदेखि यहाँसम्म पुर्याउनु भएकै हो। त्यसमा कसैले नाइनास्ती गर्न सक्दैन। उहाँले नै हाम्रो फिल्म जगतलाई, उहाँ सँगसँगै भुवन केसी, शिवश्रेष्ठ होइन लगायत सम्पूर्णले आफ्नो मेहनत, आफ्नो दृढता, आफ्नो लगनशीलता, त्यो चिजले गर्दा फिल्म क्षेत्रलाई आज जहाँसम्म छ त्यहाँ पुर्याउनुमा ठुलो हात छ उहाँहरूको। र आज किन चल्दैन उहाँहरूले खेलेको फिल्म भने उहाँहरू अब अलिकति उमेरको पनि कुरा आउँछ यसमा। अहिलेको अब पुस्ता नै पुस्तान्तरण भइसकेको छ। राजनीतिमा त पुस्तान्तरण भइसक्यो भने फिल्म जगतमा पक्कै पनि पुस्तान्तरण भयो र डिजिटल युग हो यो।